आजको भ्लगमा हामी एकदमै राम्रो ठाउँ रौतमाई पोखरीतिर हिँडिरहेको छौँ र यो यात्रा मसँग छ पोख्या साथी जसले हरेक ट्रिपलाई अझ एक्साइटिङ बनाइदिन्छ। सो हामी झुम्काबाट जर्नी सुरु गरेको थियौँ। पुरा सब हाँसो र रमाइलो भाइब्सको साटा। बाटोमा हामी कालाबन्जरमा रोकियौँ पेट्रोल हाल्न पनि अनि अलिकति रिफ्रेस हुन पनि। साथीहरूसँगको साना साना ब्रेक्स पनि धेरै रमाइलो लाग्छ। झुम्कादेखि रौतमाई पोखरीसम्मको बाटो एकदमै शान्त, राम्रो र हरियाली र भरिएको थियो। ताजा हावा, सुख बाटो र प्रकृतिको सुन्दरताले पुरै जर्नीलाई स्पेसल बनायो। आजको यात्रा हामीले डेस्टिनेसन पुग्ने मात्र होइन, तर बाटोभरि बनाएका सामान्य हाँसो कुरा कानी र रमाइला मोमेन्टसँगै हातबाट दिन पनि हो। त्यसैले अन्तिमसम्म साथ दिनुहोला साथीहरू, किनभने आजको रौतमाई पोखरीको यात्रा साँच्चै नै अविस्मरणीय हुनेछ। वेलकम ब्याक गाइज। आज चाहिँ हामी गाईघाट रौतमाई पोखरी दर्शन गर्न जाँदैछौँ। अनि अहिले चाहिँ हामी चक्र आइपुगेको छौँ। करिब हामी झुम्कादेखि चाहिँ 8:30मा निस्केर हामी यहाँ 9 बजी आइपुग्यौँ भनौँ न। अनि अब चक्र चाहिँ हामी पोखरी जानेछौँ। करिब हामी चाहिँ लोकेसन म्याप हेर्दै अर्थमा मान्छेहरूले सुत्दै हामी चाहिँ रौतमाई पोखरीतिर तर्फ जानेछौँ। मैले लोकेसन अनुसार चाहिँ 130 किलोमिटर रौतमाई पोखरी अनि लगभग हामीलाई भनौँ न 3-4 घन्टा लाग्छ भनेर मैले सुनेको थिएँ। आजको मौसम च्यालेन्ज गराएछ। लेट्स सुन। अब चत्रादेखि चाहिँ बाइकसम्म कुदाउँछु अनि पोके साथी बस्ने पछाडि। सो लेट सुन हामी अब जाँदैछौँ। करिब अब हाम्रो टाइम पनि हुन लाग्यो 9:17 यतै भइसकेको छ। सो हामी जान्छौँ, हाम्रो ढिलो हुन्छ पछि फर्किँदाखेरि। सो स्टे ट्युन। अब पछि तपाईँले रौतमाई पोखरीको भिडियो लाग्दैछु नि म हिरो। अब यहाँदेखि चाहिँ म भ्लग बनाउँछु। या यो चाहिँ बाइक कुदाउँछ। ल के साथी, हामी अहिले रौतमाई पोखरी जाँदैछौँ। एकदमै जाडो हुँदैछ उसलाई चाहिँ होइन। अब 17देखि चाहिँ म चाहिँ बाइक कुदाउँछु, ऊ चाहिँ पछाडि बसेर भिडियो बनाउने। हामी नास्ता खान आएको। एकदमै भोक लागिसक्यो। दामी ठाउँ छ। ल के खाने, के खान्छस्? न खाजामा के छ हेरौँ। खाजामा हेरौँ ल। पोख्या भ्लगर चाहिँ थुक्पा खान आएको छ। हामी जहिले थुक्पा खान आएको छौँ। बाजेको पेडा पसलमा आएको छौँ। यति भोक लागेर मर्दैछु म। अझै अरे कहना क्या चाहते हो? मैले भनेको थिएँ चार्जर लिएर आउनु भनेर, खतम गरिस् तैँले। चार्जर ल्याएको हो त भाइ। कुन चाहिँ? हामी थुक्पा खान्छौँ। 2 ठाउँ थुक्पा मगाइसकेको छौँ हामीले।
म टेस्ट गरेर भन्छु एउटा गाजर लिने सट्ट अनि लेमन चाहिँ लेमन हाल्दैन छ नि लेमन एकछिन भाइ पहिला टेस्ट गर्छु दामी छ थुपाइ आएको उपर दामी ल कस्तो लाग्यो थुपा दामी छ अरे आएको क्वान्टिटी दामी दामी त छ यार मस्त क्वान्टिटी छ तर दामी यस्तो भोक लागेको थियो 10 बजे हालेको थियो अहिलेसम्म केही खाएकै छैन के लागेको थियो भोक लागेको थियो भुत लागेको थियो टियर तँलाई के भाइ, लागेको थियो अरे कान सफा गरेर आइज भाइ कान सफा भुत गरेर लागेको बुझिस्? थियो अरे उसलाई भुत भोक लागेको थियो भन्छु भूत के हुन्छ भाइ पहिला कान सफा गरेर आइज चारमा हाल्दै हल्का सुँगुर जस्तो खाँदैछु दामी छ ल दामी यो गर्न ल खानासाना खाइसक्यो कस्तो थियो ठिकै त्यस्तो क्वान्टिटी गर्नु क्वान्टिटी ठिकै थियो क्वालिटी चाहिँ कम थियो रेट चाहिँ बढी थियो समात्नु भनेको तैँले नि पोकिया दोस्त चाहिँ बच्चा जस्तै पाचा खाइरहेछ उसको पेट दुखेर पाचा खाइरहेछ ल पोकिया त कुदाउने हो कि म कुदाउनु कुदान भाइ म त मालिक हो तेरो हो हो बसेर जान्छु भाइ चस्मा लगाएर सेम त गुन्डै लाग्छ शिवाजी एउटा बस ल पनि खाइरहेको छु मिठो छ पातो थियो मिठो छ अहिले त मलाई चाबी बच्चा भनिदिँदैछु भाइ के भयो त ल भाइ बच्चाले त यो चाहिँ मेरो ड्राइभर हो अब म यसलाई चाबी दिँदैछु भाइ मजाले उसँग लाइसेन्स नभएर चाहिँ मलाई दिएको खासमा यो होइन मजाले कुदा भाइ सेफ राइड गाडी जानु अगाडि बाइक निकाल्छु न यहाँ चाहिँ यही ठाउँ थियो हामीले खाजा खाएको तर पैसा चाहिँ बढी भयो यार अब यहाँदेखि अझै कति टाइम लाग्छ यार भर्खर आधी पनि पुगेको छुइनँ चाहिँ धेरै टाइम लाग्ने भयो लाइज अब हामी टाइगर चोक पुग्छौँ त्यसपछि हामी मान्छेहरूलाई सुत्दै हामी रोतमै पुग्दै जाँदैछौँ रेडी अब जानु लेट्स गो हामीलाई धेरै टाढा जानु छ यार 2-3 घन्टा त अझै लाग्छ होला हामीलाई एउटा काठमाडौँ अब यहाँदेखि काठमाडौँ चाहिँ कति किलोमिटर रहेछ 297 एउटा 272 गाईघाट 21 समथिङ हामीलाई 10 मिनट जति लाग्ला होला होइन लगभग भनारदेखि विराटनगरसम्मको यात्रा 21 मिनट छिटो कुन बाटो अब गाईघाट कता हो यता ए गाईघाट सरी ब्रो हामी कन्फ्युज भयौँ हामी गाईघाट जानु छोडेर हामी चाहिँ बेलुका मेरो गाई यहाँ छ त किन टेन्सन लिन्छ हामी चाहिँ लगभग गाईघाट पुग्न लागिसक्यौँ 17 किलोमिटर अझै बाँकी छ लाग्ला 20 मिनट जति हामी चाहिँ अब मोबाइल चार्ज गर्छौँ मोबाइलको चार्जिङ पनि सकिन लाग्यो सो लगभग हामीलाई 17 किलोमिटर जति लाग्ला गाईघाट चोक पुग्नलाई विशाल साथीको आइफोनमा चाहिँ चार्ज सकिएको छ अब म चार्ज हाल्छु यहाँ ला आएन त खोल्न भाइ तँलाई अब हामी चार्ज दिन्छौँ भाइ दाइलाई नै सिका न भाइ दाइलाई सिकाउनु पर्दैन बुझिस् नि भाइ हो चस्मा लगाएर हिरो पल्टेको हेर्न फेरि भाइ चार्ज हुँदैन
70 किलोमिटर त्यसपछि हामी गाईघाट चौक। नदीको चिसो हावा, पहाडको न्यानो घाम र बाटोभरि थाकिएको शरीर एकछिनमै हल्का वातावरण बनाइदिने शान्त वातावरण। गाईघाट यो नाम पनि एक कथाबाट जन्मेको हो। पुराना दिनमा गाउँबाट लागेका गाईहरू यही नदीको किनार यही घाटमा आराम गर्थे। गाई यानि गाई र नदीको किनार यानि घर, यही मिलेर नाम हो गाईघाट। आज यो ठाउँ विकसित भइसकेको छ, तर यहाँका सरलता आत्मतृप्तिया अझै पनि पुरानै संविधान बोकेछ र हामी यही सुन्दर परिस्थितिलाई हाम्रो क्यामेरामा हाम्रो यादमा सधैँको लागि कैद गर्दैछौँ। हामी चाहिँ पुलिसलाई सोधेर आयौँ। यहाँ लगभग यहाँदेखि गाईघाट चौकदेखि चाहिँ करिब मान्छेलाई शुद्ध हुन्छ तपाईँ आउँदाखेरि चाहिँ गाईघाट चौकदेखि चाहिँ करिबै 1.5 घन्टा जति लाग्छ भनेर हामीलाई पुलिस सरले भन्नुभएको हो। सो बाटो पनि हेर्न सक्नुहुन्छ कस्तो अफरोड खालको छ। सो उता हेर्न सक्नुहुन्छ, जुमिङ गरेर छिरो क्यान्ट्री आयो। मुतेर ल ठिक छ ठिक छ ठिक छ। अब हामी यहाँदेखि रौतमाई पोखरी जान्छौँ। अब माथिल्लोतिर कतिको चिसो हुन्छ सो देखाउँछु तपाईँलाई। पोके राइड तिमी गर्ने हो कि ब्रो? म राइड गर्छु अब। ल त सक्दैनस्, तर चेक पर भन्छ नभन्नु त सक्दैन। अझै लगभग यहाँदेखि अझै 19 किलोमिटर कति पर। गाईघाट चौकदेखि पनि लगभग 2 घन्टै लाग्दो रहेछ त्यस्तै भनौँ न। गाह्रो छ बाटो पुरै अफ रोड जस्तै भनौँ, घुमौरो बाटो पुरै। तर तपाईँ यता भ्यू पनि हेर्न सक्नुहुन्छ, दामी भ्यू छ। अझै अगाडि हेर्नु जाऊँ के कस्तो भ्यू होला। त्यही गर्दा यहाँ मेरो चाक दुखेर आई थिङ्क अब फेरि मलाई नै कुदाउनु पर्छ जस्तो छ। हामी पालो कुदाउने। भ्यू चाहिँ दामी छ, तर दामी छ दामी। तिरपल गइरहेछ रे म्याच। ल गाइज अब हामी 19 किलोमिटर अझै गाडी कुदाउँछौँ, त्यसपछि हामी रौतमाई पोखरी पुग्छौँ। हामीले लगभग कति 4वटा पहाड कट्यौँ होला होइन गाईघाटदेखि। सबै पहाडी हो। लेट्स गो। ल लेट्स सेकेन्ड हामी राइडमा जान्छौँ। ल भाइ चाबी ल। को म कुदाउनु? यस ड्राइभर। त कुदाउनु किन? भाइ ड्राइभरलाई म आफ्नो ड्राइभरलाई चाबी दिइसकेँ। अब यो कुदाउँछ ल। के हो नि यार यस्तो यति टाढा छ यार। 100
यत्रो भनेको 130-35 किलोमिटर। हजारको तेल हालिहाल भनेर अहिले पछि जाने बेला हाम्रो यो अप्ठ्यारो हुन्छ त यहाँ छ त तल गाईघाटमा छ नि गाईघाट हालिहाल्नुपर्छ ल। अब फेरि हाम्रो ड्राइभर चाहिँ चेन्ज भयो। यस्तो भ्यू छ यार, यस्तो ठाउँ छ यार, मजा लाग्यो। त्यो मजा लाग्यो लाजै बनाइदियो बुच्चीलाई। गाइस हामीलाई चाहिँ यहाँ पुग्नु पर्ने छ, यो टावर देख्नु हुँदैछ नि, यो टावरमा पुग्नु पर्ने छ। अझै लगभग हामीलाई आधी घन्टा लाग्छ। आधी घन्टा गर्दै गर्दै ती 2 घन्टा भइसकेछ। उता फेरि राइडर चेन्ज भयो। अब उसलाई भिडियो बनाएर नआएर म चाहिँ भिडियो बनाउँछु भनेर पछाडि बस्या हो। सो गाइस के भन्छ अझै यहाँदेखि लगभग आधी घन्टा जति लाग्ला जस्तो छ। 2 चोटि आधी घन्टा लाग्छ भनिदिए। अब अझै नन स्टप जाने हो यहाँसम्म चाहिँ। यहाँदेखि चाहिँ अफ रोड छ है गाइस, होइन गाइस झुट पुग्छ होला गाईघाट त पुग्नु स्कुल दामी छ स्कुल हेर्नु चल्नु त। पाहाडमा यता पनि स्कुल छ। के सब्जीमा हाल्छ त्यहाँ ल्याला अब अफ रोड बाटो आयो गाइस। गाह्रो छ हौ, गाह्रो छ। अब पोकिया राइडरले नसक्ने रहेछ होला अफ रोडमा। अब राइड चाहिँ मै गर्नु पर्ला जस्तो छ। कम छुइनँ भाइ तेरो भन्दा भाइ। सक्दैनस् भाइ त अफ रोडमा कुदाउनलाई। अफ रोड त वाइल्ड छ त। 1 मिस गेम ओभर है त्यसमा त। ओइ भाइ त झारेको दिन्छु र थाहा छ नि भाइ। भाइ सुरुमा तैँले झारेर हो, मैले होइन क्या। तैँले झारे भाइ हो बल्ल आइपुग्यौँ यार। यही हो नि, यही हो जस्तो लाग्यो। यही हो र बल्ल हामी रौतामा आइपुग्यौँ। फाइनली हामी रौतामा आइपुग्यौँ गाइस। 4 घन्टा 5 घन्टा पछिको यात्रामा। ल जा यही हो रौतामाई पोखरी। अब यो सिडी चाहिँ जाने ल। यहाँदेखि नि भिडियो सर्कल घुमेर पुरै घुमा न। यहाँ चाहिँ म बाइक पार गरेको छु। अब कसैले चोरो भने त खायो नि। फाइनली हामी रौतामा आइपुग्यौँ। अब हामी यहाँदेखि चाहिँ सिटी चढ्छौँ। सिटी चढ्छु। सिटी त छ नि, के हो त सिटी भनिस् भाइ? तेरो कान धेरै सुन्नेको। कस्तो यत्रो लामो सिडी छ यार, यत्रो लामो सिडी छ यार। म त तलदेखि आएको म हट। चिप्स किनेको कत्रो फुलेको यो चिप्स। यो हावा मात्र भरेको छ, यसमा छैन होला। चिप्स चाहिँ थोरै छ होइन। अब यहाँ जाँदैछौँ हामी। यस्तो छ यार सिडी माथि।
हामी चाहिँ अहिले रौतमाई गाउँपालिका 6 नम्बर वडा कार्यालय चिसा पानी उदयपुर ठाउँमा छु मैले। करिब यो माथि चाहिँ एउटा टावर छ जहाँ चाहिँ राम्रो भ्यू देखिने गर्छन्। सो हामी लगभग छिटोमा हिँड्दा 5 मिनट जति लाग्ला अनि माथिको भ्यू देखाउँछु। ल खाने यो खाँदै जाने हो। अब एनर्जी त चाहियो नि होइन, एनर्जी त चाहियो नि आइज। यही बाटो अनि के लाग्यो भाइ? आइज न भाइ, त आज गल्छस् भाइ, आइज भाइ। कुदाए पछि म सक्दिनँ कुदाउन भाइ। तेरो दाइ छ नि आएको, त किन टेन्सन लिन्छस्? ल अब यो खान्छु म। लगभग हामीलाई यहाँ बसेको 1 घन्टा भइसक्यो। यो मान्छे उठ्न मान्दैन। फिट एन्ड फाइन भाइ, फिट एन्ड फाइन। यो फिट एन्ड फाइन। अहिले चाहिँ हामी रौतमाईको टप भ्यूमा छौँ। हामी लगभग अगाडिको भ्यूसम्म जान्छौँ। अगाडि के छ त्यो ब्याग उठाउने भाइ? मेरो ब्याग होइन भाइ। यहाँको भ्यू चाहिँ एकदम राम्रो छ। पनि आइदिनु होला गाफहरू बोकेर चाहिँ आउनु होला। भ्यू चाहिँ उपर बसन्तपुर भाइरसतिर हो भनौँ न, बसन्तपुर भाइरसतिर छ क्या त्यसले चाहिँ। यहाँ माउन्ट एभरेस्ट पनि हेरिँदैछ। चेन लगा भाइ। नपऱ्यो त के चेन लगाउनु पर्यो नि। अब हामी माथि जाँदैछौँ। यहाँ छ टावरनिर, त्यहाँदेखि पनि भ्लग त बनाउँदैछु। तपाईँले भ्यू हेरिसक्नु भएको होला। सो हामी जाँदैछौँ अब माथिको डाँडामा। माथि जान बवाल छ यार। त्यही भनेको दामी हेर्नु, पछाडिको भ्यू पनि क्या दामी आइरहेछ। बवाल। दामी ठाउँ छ यार। वाह, एमेजिङ ठाउँ। उपर दामी ठाउँ छ त। केटाहरूसँग रैला गर्नको लागि दामी ठाउँ रहेछ त। हट। अब आजको हाम्रो यात्रा यतिसम्म रहेको छ। आज अब कति बज्यो भन्दाखेरि कति बज्यो र? 2:11 भयो। 11 भइसक्यो। हामीलाई निस्किनु पर्छ किनभने अब मोबाइलको चार्ज पनि सकिन लाग्यो। अब एन्ड्रोइडले त के खिच्नु होला भिडियो। सो अब घरै अब हामी लगभग यहाँदेखि 5 घन्टा जति लाग्छ होला। अफरोड बाटो पनि छ। लगाइस स्टे ट्युन। त भाइ यही भन्थिस्, मलाई थाहा छ नि त यही भन्थिस्। ल अब अझै बस्यो भने त राति भइहाल्छ यार। दामी लाग्यो मलाई। अनि भाइ टाइमै हुँदैन, राति बस्नुपर्छ अनि मात्र मस्त टाइम हुन्छ, नत्र टाइमै हुँदैन। के गर्छु? बिहानै 4 बजे निस्किँदा मात्रै हो। निस्किँदा हुन्थ्यो त, आखिर खाना त घरमा खाइनस्। 4-5 भाइ त ढिलो गरिस्। आधी घन्टा अझै यहाँ बस्थ्यो भने त राम्रो हुन्थ्यो। ल नेक्स्ट टाइम केटाहरूसँग आउनुपर्छ। ल केटाहरूसँग आउनुपर्छ नेक्स्ट टाइम। ल ठिक छ गाइज, हामी यो उता डाँडाबाट आएको हो। समथिङ हामीले 2वटा डाँडा कटेर चाहिँ हामी त माथितिर पुग्यौँ। त्यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ अगाडि बादलहरू छाएको छ। हामी त्यही ठाउँबाट भर्खरै आएको हो। लगभग अफरोड बाटो चाहिँ यहाँदेखि कति 8 किलोमिटरसम्म छ अफरोड बाटो। अनि त्यहाँदेखि चाहिँ पिच बाटो नै छ भनौँ न। लगभग 130 किलोमिटर जति लाग्छ। अहिले हाम्रो टाइम चाहिँ लगभग 4 बज्न लागेको छ। हाम्रो प्लान चाहिँ 5 बजीसम्म गाईघाट पुगौँ भनेर प्लान भइरहेको छ। हामी अब आफ्नो रफ्तार बढाउँदै हामी गाईघाटतर्फ लाग्छौँ। र गाईघाट हुँदै हामी चत्रा हुँदै हामी झुम्कामा एकछिन फ्राई राइस टेस्ट गर्छौँ। त्यसपछि हामी आफ्नो घरतर्फ लाग्छौँ। तर जे होस् यार, हामी यो डाँडा कटेर गयौँ यार यस्तो भ्यू हेर्नलाई। तर दामी थियो, सेटिस्फाइड भ्यू भयो आज चाहिँ। यो डाँडा यार हेर त एकचोटि माथि बादलले घेरेको यो डाँडा है, दामी। ल के हो तर ओभर ह्यान्सी लागिरहेको छ यार यो मान्छे त। अब यहाँ पोक्याक्स हेर्दै त एकचोटि हेर्न। अब यो डाँडा पुगेर आयौँ, हेर्न सक्नुहुन्छ। यही बाटो त आउँदै आयौँ हामी। यो बाटो हेर्न सक्नुहुन्छ। यो बाटो आएको हामी।